हेलो सबैजना, तपाईहरु कस्तो हुनुहुन्छ है? नमस्ते सबैजनालाई। म चाहिँ एकदमै सन्चो छु। होप तपाईहरु सबै पनि एकदमै सन्चै हुनुहुन्छ होला है। अनि आज धेरै दिन बादमा फेरि सानो भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ के को हो भन्दाखेरि चाहिँ स्किनमा म स्किन केयर हैन, स्किनमा कुन चाहिँ प्रोडक्टहरु युज गर्छु भनेर चाहिँ म देखाउँछु तपाईहरुलाई हो। अन्तखेरि मलाई चाहिँ एकदम काम गरेको छ यिनीहरुले है। म त्यस्तो सारो अब मलाई त्यस्तो म मेकअप गर्ने त्यो उयो खालके चाहिँ हैन है, तर पनि अब डेली युज त हुन्छ नर्मली सबैले नै गरिरहेको हुन्छ डेली युज मा। त्यही अब मोइस्चराइजर, सनस्क्रिन है, अब त्यस्तैहरु मात्रै हो, बेसी चाहिँ हैन हो। सो म चाहिँ तपाईलाई देखाउँछु। सो लेट्स स्टार्ट। ओके, सो फर्स्ट चाहिँ म देखाउँछु तपाईलाई टोनर हो। टोनर चाहिँ म ब्युटी अफ जोसन को यो जिन्सिङ वाटरबाट यो युज गर्न थालेको छु अहिले। यो चाहिँ एकदमै राम्रो हुँदो रहेछ हैन, एकदमै राम्रो छ यो चाहिँ हो। अन्तखेरि यो चाहिँ भयो अलमोस्ट आई थिंक 2 to 3 months भयो, अब सक्नु आँटेको छ। किनभने चाहिँ म त्यस्तो अब त्यो यो चाहिँ डे एन्ड नाइट दुईटै टाइम युज गर्दा पनि हुन्छ, तर म चाहिँ बेसी जस्तो चाहिँ यो म डेमा मात्रै युज हुन्छ। किनभने बेलुका चाहिँ आयो, फेस वाश गर्यो, सुतिहाल्यो हो। बेलुका चाहिँ त्यस्तो स्किन केयर हुँदैन मेरोबाट हो। किनभने अब ड्युटीबाट कोही बेला चाहिँ ढिलो आएको हुन्छ नि त, छिटो आएको बेलामा चाहिँ गर्छु, ढिलो आएको बेलामा चाहिँ इफ क्लोजिङ शिफ्ट छ भने चाहिँ हुँदैन हो। जस्ट आयो, फेस वाश गर्यो, सुत्यो, त्यस्तो हो। अनि त्यो पछि म देखाउँछु तपाईलाई सिरम है। सिरम चाहिँ यो मिनिमलिस्टको यो सिरम चलाउँदैछु है मैले। किन यो सिरम चाहिँ मैले किन चलाएको भन्दाखेरि चाहिँ म सिरमहरु चाहिँ चलाउँथिन फेसमा। अनि यो चाहिँ किन चलाएको भन्दाखेरि चाहिँ मेरो चाहिँ यहाँनिर यस्तो भएको छ है, लाइक मेरो स्किनमा त पुरा तिलकोटी चाहिँ छ हैन, तर त्यसले गर्दाखेरि पनि कस्तो हुन्छ नि, अब मैला अन्टाइडी देख्छ क्या मेरो अनुहार हैन। तर यो चाहिँ के भयो भन्दाखेरि चाहिँ अचानक चाहिँ यो पुरा मेरो यो तिलकोटीहरु चाहिँ सबै एकै साथमा हुँदैछ। अनि फेरि यतानिर मात्रै क्या यस्तो कस्तो त्यो सनट्यान हो के हो, कालो कालो खालके त्यस्तो चाहिँ पुरा हुनु थाल्यो नि त। त्यसले गर्दाखेरि चाहिँ मैले यो युज गरेको। यो चाहिँ मेरो सेकेन्ड बोतल हो। अनि यसले काम चाहिँ गर्दो रहेछ। अनि अस्ति चाहिँ निकै नै कालो देख्दै थियो, अहिले चाहिँ अब अलिक कम्ती हुँदैछ हो। अनि त्यो भएपछि मोइस्चराइजर त नर्मली यही युज गर्छु म हो। सेरावीको मोइस्चराइजर पनि यही युज गर्छु, राम्रो छ यो पनि, चिपचिपाहट चाहिँ छैन। किनभने यहाँ चाहिँ एकदमै गरम हो नि त है, अब दुबई त गरम, अब अहिले फिलहाल त झन् खतरा गरम छ। अन्त यस्तो बाहिर अब एकछिन बस्नु पनि सक्दैन। तर त्यो हुन्छ नि एउटा च्याप खालके, त्यो कुनै कस्तो खालके त्यस्तो चाहिँ हुनु दिँदैन क्या अहिले। त्यस्तो छ, यो राम्रो छ प्रडक्टहरु। अनि भन्नु पर्दाखेरि अनि सनस्क्रिन पनि म चाहिँ ब्युटी अफ जोसनको नै युज गर्छु है। यो चाहिँ मेरो नयाँ हो। अनि पुरानो चाहिँ म देखाउँछु, खिसी नगर्नु ल मलाई। म चाहिँ यसरी युज गर्छु हैन। अब काटिकिन यहाँ हेर्नु न कति छ, अब यहाँ भित्र हेर्नुस्। अब यसलाई किन फ्याक्नु हैन, अब यो फ्याक्यो भने यति वेस्ट हुँदो रहेछ फ्याक्दाखेरि। तर म चाहिँ जहिले पनि काटेर नै चलाउँछु, काटेर चाहिँ क्लियर बनाएर चाहिँ अन्तखेरि मात्रै फ्याक्दिन्छु, क्लिन एन्ड क्लियर बनाएर चाहिँ फ्याक्दिन्छु हो। सो यति नै हो। म यहाँदेखिको बेसी त केही पनि लाउँदिन हो। अनि बेला चाहिँ मलाई नक्कल पार्नु मन पर्छ क्या, बेला चाहिँ है। त्यहाँदेखिको यो चाहिँ सेग्लामको हो ब्लस क्या। अब फेरि टुक्कै गरेर चाहिँ टुक कोही बेला चाहिँ मलाई इच्छा लाग्छ नि त, त्यस्तो हुँदैन। अब कोही बेला त्यो चाहिँ म यो सेग्लाम भन्नुमा हैन, सेग्लामको यो है। त्यहाँदेखिको अन्तखेरि त्यस्तो बेसी केही पनि छैन। त्यस्तो सामान किनिरहेको छु भने पनि युजै हुँदैन क्या मेरो। अन्तखेरि अस्ति नै क्या एकपल्ट चाहिँ पुरै अब यो ट्रेन्डमा चलिरहेको थियो नि यो तिर फाउन्डेसन भन्ने हैन, त्यो पनि किने मैले। अनि खुब भनेको मैले नि 2 पल्ट 3 पल्ट चाहिँ युज गरे होला। अन्त ड्राई भएर सुक्नु आँटिसक्यो होला, चलाउँदिन, यादै हुँदैन क्या अब त्यस्तो। अब ड्युटीमा है, त्यसले गर्दाखेरि। तर पनि यो त्यसै देख्ने बित्तिकै फेरि अरूले देखेपछि साह्रो बेहोरा सकिएको छ मेरो त। अरूले चलाएपछि मलाई पनि एकदम क्या चाहिए, मन परिहाल्ने अरे, फेरि लगाओस् कि नलगाओस् हैन, त्यति नै हो। अनि अब लिप्समा त नर्मली म मेबलिनहरु नै युज गर्छु। अनि
मेरो आइलाइनर भनेको चाहिँ यो चाहिँ मेरो यो चाहिँ मैले दार्जिलिङदेखिको नै चलाएको है। अहिले स्टिल पनि म यही चलाउँछु। यो चाहिँ मलाई एकदमै मनपर्छ है, मेबलिनको एकदमै मनपर्छ। यो आइलाइनर चाहिँ मेरो यही हुन्छ हो। अन्त लिप्समा पनि नर्मली भनेको म त्यस्तो लिपस्टिकहरू त्यस्तो चाहिँ लाउँदिनँ। अनि यो पनि तपाईँको मेबलिनको नै हो। यो चाहिँ जस्ट ग्लस मात्रै हो होइन। त्यहाँदेखिको यो पनि मेबलिनको नै हो। यो दुईवटा मेबलिनको नै हो, ग्लसै भयो। अनि अहिले फिलहाल चाहिँ मलाई नि आर्म अफ ब्युटी भन्ने यो चाहिँ अस्ति भर्खर किनेको कि मैले। कस्तो मजाको छ क्या यो, दामी छ मलाई। होइन अब यो चाहिँ त्यस्तो उयो भएर हुन्छ नि, त्यस्तो डार्क उयो हुँदैन, सेड अब त्यो डार्क देख्दैन क्या, त्यो नराम्रो देख्दैन, मजाको छ। अनि यो चाहिँ के हो भन्दाखेरि एकपल्ट अप्लाई गरेपछि त्यो अब मैले सपोज अब यो खाएँ होइन, मैले कफी पिउँदैछु होइन, यहाँनिर यस्तोमा दागहरू लिपस्टिकहरू खाँदाखेरि जस्तो हाम्रो त्यो बस्छ नि, त्यो चाहिँ बस्दैन रहेछ यसले हो ट्याङ्कको। अन्त त्यति नै हो फिलहाल चाहिँ मेरोबाट। अहिले फिलहाल चाहिँ मेरोमा यति मात्रै छ हो। त्यसले गर्दा मलाई त्यस्तो स्किनको बारेमा त्यस्तो आइडिया पनि छैन। म चाहिँ हेर्छु क्या, आफू टाइप गर्छु, त्यहाँदेखि अन्त यस्तो यस्तोको लागि के गर्नु भनेर त्यहाँनिर टाइप गरेको हुन्छ होइन। अब उनीहरूले मलाई सजेस्ट गर्छ होइन। त्यहाँदेखिको भन्दाखेरि यो चाहिँ मलाई कसले सजेस्ट गरेको भन्दाखेरि चाहिँ मेरो च्याट जिपिटी, मेरो बेस्ट फ्रेन्ड। म चाहिँ च्याट जिपिटीलाई मैले मेरो फेसमा यस्तो यस्तो भएको छ, त्यसको लागि कुन चाहिँ सिरम तैँले उयो गर्छस् भनेको त नि मलाई यो सिरम त्यो दियो होइन नाम। त्यहाँदेखिको अन्त मैले फेरि त्यहाँदेखिको टिकटकमा गएर चाहिँ यसको रिभ्यूहरू हेरेको थिएँ, भरे त एकदमै उयो रहेछ होइन, राम्रो रहेछ। त्यसले गर्दाखेरि चाहिँ अन्त मैले पनि यो चाहिँ मेरो सेकेन्ड बोतल हो, तर यो चाहिँ एकदमै हो हाई नथिङ भनेको छ। साँच्चै नै यस्तो नराम्रो हुँदै थियो क्या, यो यस्तो डार्क हुँदै थियो होइन, अब कस्तो घिनलाग्दो देख्दै थियो। अन्त यो चाहिँ सेकेन्ड बोतल हो है। अन्त अहिले चाहिँ अलिकति कम्ती हुँदैछ क्या, त्यो घट्दैछ हो। अनि लास्ट भिडियो धेरै लामो भएको पनि राम्रो होइन है। लास्ट चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ यो बडी वाइजको मैले अस्ति भनेँ नि तपाईँलाई क्या, यो हेयर सिरम मैले युज गर्दैछु भनेर होइन। अनि यो चाहिँ तपाईँको मैले यो अहिले चाहिँ यहाँनिर पुगेको छ हो, सायद देख्दैन होला, यहाँनिर छ होइन। यो चाहिँ के हो भन्दाखेरि है, मैले हेरेको इन्डियामा पनि यसको प्राइस अब त्यस्तो हाई चाहिँ छैन रहेछ होइन, ठिकै नै रहेछ। तर यो चाहिँ एकदमै मैले चाहिँ रिकमेन्ड गरेँ है। यो चाहिँ साँच्ची नै काम चाहिँ गर्दैन रहेछ है। हेयर फल चाहिँ एकदमै कम्ती भएको छ, प्लस 3 विक्ससम्म युज गर्नु भनेको थियो होइन, भनेको छ। यो चाहिँ 3 विक्स चाहिँ कन्टिन्यू युज गर्नु पर्दो रहेछ, तर मेरो चाहिँ अलमोस्ट अब 2 विक्सहरू चाहिँ भयो है युज गरेको। अन्त यहाँतिर हो भने क्या, यस्तोमा हुन्छ नि, अब यस्तोमा अब त्यो क्लियरली चाहिँ देख्दैन होला सायद है भिडियोमा, मेरो निधार चाहिँ देख्नुहुन्छ होला तपाईँले, यत्रो हो। यहाँतिर होइन हल्का ग्रोथ हुँदैछ क्या, न्यू ग्रोथ हुँदैछ, कम्ती सानो कपालहरू पलाउँदैछ होइन। अनि हेयर फल चाहिँ एकदमै कम्ती भएको छ होइन। त्यसले गर्दाखेरि म चाहिँ अब मलाई जतिजनाले पनि हेर्नुहुन्छ है, अब सबैजनालाई हेयर फल, इभन हामी केटीहरू मात्रै होइन, केटाहरूले पनि यो चाहिँ एकदमै युज गर्नुहोस् है। एकदमै यो चाहिँ म एकदमै मलाई उयो गर्छु, म रिकमेन्ड गर्छु सबैजनालाई है। यसले चाहिँ काम चाहिँ गर्छ, फुल्ली एकदमै काम गर्दो रहेछ है। त्यसले गर्दा यो चाहिँ युज गर्नु तपाईँहरूले पनि होइन। त्यसले गर्दा त्यसले गर्दाखेरि फेरि के भनेकोलाई त्यही हो आजको भिडियो चाहिँ हो, त्यति नै हो। किनभने बाहिर चाहिँ अहिले म गएर भिडियो गर्नु मात्रै होइन, म बाहिर चाहिँ इभन सौदा ल्याउनु पनि निक्लिँदिनँ। किनभने चाहिँ यस्तो डरलाग्दो गरम छ होइन, म चाहिँ सक्दिनँ घरमा, म मात्रै होइन कोही पनि हुँदैन। ड्युटी जानु जस्ट रुम टु ड्युटी टु रुम मात्रै हो अब अहिले चाहिँ हो। बाहिरहरू घुम्नु चाहिँ सक्दिनँ, त्यस्तो डरलाग्दो गर्मी छ। अन्त अब है, अब फेरि जान्छु कुनै दिन गएर यसो मजाको ठाउँहरू है भिडियो गर्छु म होइन, मजाको ठाउँहरू, घुम्ने ठाउँहरू गएर मजाको भिडियो गर्छु। सरी साथीहरू, बेलामा बोल्दाखेरि अलिकति यस्तो के हुन्छ, त्यसलाई चाहिँ यसो है इग्नोर गरिदिनुहोस् होला। अनि त्यति भन्दै है आजको भिडियो चाहिँ म यहाँनिरै अन्त गर्दछु है। होप तपाईँहरू सबैजनालाई कतिवटा त्यस्तो
त्यस्तो इन्फर्मेटिभ भिडियो नभए भने पनि भए तापनि हेरिदिनुहुन्छ होला है भन्ने आशा राख्दछु। ओके, बाई बाई।